पदाधिकारीज्यूहरू, आबद्ध सम्बद्ध संस्थाका अध्यक्षज्यूहरू, महासचिवज्यूहरू, पदाधिकारीज्यूहरू, प्रदेश, जिल्ला र पालिकामा नेतृत्व गर्ने महासङ्घ आबद्ध सम्बद्ध संस्थाका नेतृत्वका साथीहरू र यहाँ उपस्थित हुनुभएका सबै आदरणीय साथीहरू, अब हामी नेपाल शिक्षक महासङ्घ विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा अन्तिम र निर्णायक आन्दोलनमा जुटेका छौँ। यो आन्दोलन सुरु गर्दै गर्दा हामीले नारा दिएका थियौँ कि जितिन्छ कि बितिन्छ। आज तपाईँ साथीहरूको उत्साह र जागर देख्दा मैले छोडेँ। अब यो नारा बदलिएको छ, जितिन्छ फेरि पनि जितिन्छ। अब हामी जित्नेतर्फ गएका छौँ। हामीलाई थाहा छ हिजोका गुरु जस्तो हातमा पानी लिएर छम्केर कसैलाई ध्वस्त गराउने तिरस्कृत तागत आजका हाम्रा गुरुहरूसँग हामीसँग छैन। तर नेपालको शिक्षाको सुधारका लागि विद्यालय विद्यार्थी शिक्षक कर्मचारीको हकितको संरक्षण र संवर्धनको लागि जस्तो सुकै मयु भन्ने सरकार र राज्य सत्तालाई पनि झुकाउने तागत अझै पनि नेपाली शिक्षक कर्मचारीसँग छ। हामी त्यही तागत प्रयोग गरेर आज आन्दोलनको टाउकोमा कफन बोकेर बाँधेर आन्दोलनको मोर्चामा डटिरहेका छौँ। अस्तिको 24 गते तपाईँहरूलाई सम्बोधन गर्दा मैले भनेको थिएँ यो सरकारको कान बिग्रिएको छ, सुन्दैन। यो सरकारको आँखा बिग्रिएको छ, देख्दैन। यो सरकारको जिब्रो बिग्रिएको छ, बोल्दैन। तर यो सरकार आफूलाई चाहिएको कुरा देख्दो रहेछ, आफूलाई चाहिने कुरा सुन्दो रहेछ। तमाम नेपाली शिक्षक कर्मचारी काठमाडौँमा जुट्दैछन् भन्ने थाहा पाएर रातारात संसद बन्द गर्न उद्यत भएको छ, संसद बन्द गरेको छ। हामीलाई थाहा छैन, म सिंहदरबारतिर फर्केर भन्छु त्यो संसद बन्द होस् कि खुलोस्, कहिले बन्द गर्ने पनि हाम्रो हातमा छैन, कहिले खुल्ने पनि हाम्रो हातमा छैन। तर त्यही संसदबाट विद्यालय विद्यार्थी शिक्षक कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी नगराएसम्म नेपाली शिक्षक कर्मचारी घर फर्कँदैनन्, विद्यालयमा फर्कँदैनन्। मलाई बारम्बार पत्रकार मित्रहरूले सोध्नुहुन्छ, अध्यक्षज्यू यो आन्दोलन कति जान्छ, कहिलेसम्म काठमाडौँमा जुट्नुहुन्छ, कहिलेसम्म काठमाडौँका सडक तताउनुहुन्छ। म त्यही प्रश्न आदरणीय पत्रकार मित्रहरूलाई भन्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। सिंहदरबारतिर बसेर सोधिदिनुहोस् सम्माननीय प्रधानमन्त्रीज्यूलाई, सम्माननीय सभामुखज्यूलाई, राजनैतिक दलका नेताहरूलाई, तपाईँहरू नेपाली शिक्षकलाई, नेपाली कर्मचारीलाई यो माइतीघर मण्डलामा कति दिन राख्न चाहनुहुन्छ? तपाईँ जति दिन राख्न चाहनुहुन्छ त्यति बेलासम्म बस्छ। बन्दोबस्तीका सामान बोकेर नेपाली शिक्षक कर्मचारी काठमाडौँ आइसकेका छन्। अब कुनै उपाय छैन। विदेशतिर जानुहोस् कि स्वदेशमै कतै बस्नुहोस्, निधाउनुहोस् कि बिउजनुहोस्, हामीलाई सरोकार छैन। तर हामीसँग भएका विगतका सहमति सम्बोधन हुने गरी एउटा अग्रगामी ऐन जारी नगरेसम्म हामी तपाईँहरूलाई छोड्दैनौँ। कालले छोड्दा नेपाली शिक्षक कर्मचारीले छोड्दैनन्। आदरणीय साथीहरू, अहिले आज अब म साथीहरूतर्फ पनि मेरो अनुरोध छ, यो आन्दोलन छिटै सकिनेवाला छैन। संसद बन्द छ। हामीले आन्दोलन सुरु गरेपछि हामीले सुरुमै भनेका थियौँ 80 को सम्झौता हुने बित्तिकै भनेका थियौँ संसदमा तपाईँले समिति गठन गरिदिनुहोस्, समितिभित्र उपसमिति गठन गरिदिनुहोस्, सर्वदलीय सहमति अनुसार एउटा हाम्रा सहमतिहरू राखेर एउटा ड्राफ्ट बनाइदिनुहोस्, दस्तावेज बनाइदिनुहोस् र पठाइदिनुहोस्। उहाँहरू काममा तेल हालेर सुत्नुभयो। जब हामी आन्दोलनमा आयौँ अनि त्यो उपसमिति गठन गर्नुभएको छ। फेरि शिक्षक
आन्दोलन छोडे भने उहाँहरू निदाउनुहुन्छ, सुत्नुहुन्छ। अब यसपटक उहाँहरूलाई निदाउन र सुत्न हामी दिने छैनौँ। उहाँहरूले यो काम नटुङ्ग्याएसम्म नेपाली शिक्षक कर्मचारी काठमाडौँमा अविच्छिन्न आन्दोलनमा रहनेछन्। देशलाई लाज लाग्ला, संसदलाई पनि लाज लाग्नुपर्छ, किनभने उहाँहरूले गर्नुपर्ने कामका लागि हामी आन्दोलनमा छौँ। के नेपाली शिक्षकले कर्मचारीलाई ल्याउने हो ऐन? ऐन ल्याउने हाम्रो दायित्व हो, हाम्रो जिम्मेवारी हो। फेरि अर्को कुरा पनि कहिलेकाहीँ सञ्चार माध्यमहरूमा पनि आउँछ, केही लाल बुचक्करहरू बुद्धिजीवीहरूले भन्ने गर्छन् शिक्षकले चाहेमा हुन्छ, शिक्षकले गरे हुन्छ, शिक्षकले नगरेकाले नभएको। म सोध्न चाहन्छु, विद्यालयको भवन छैन, पुस्तकालय छैन, प्रयोगशाला छैन, आइटी प्रयोगशाला छैन, अनि पर्याप्त मात्रामा शिक्षक छैन। गाउँमा सुविधा नभएको कारणले जनसङ्ख्या सरेर सहरतिर पसिसक्यो। अनि के विद्यालय भवन बनाउने जिम्मा शिक्षकको हो? प्रयोगशाला बनाउने जिम्मा शिक्षकको हो? पुस्तकालय शिक्षकले बनाउनु पर्ने हो? गाउँसम्म सडक र सुविधा शिक्षकले लगेर गाउँको जनसङ्ख्यालाई गाउँमै टिकाउने जिम्मा शिक्षकको हो? यो जे जति भएको छ राज्यको गलत नीतिका कारणले भएको छ। राज्यको गलत नीतिका कारणले देखिएको परिणाम शिक्षकको टाउकोमा हाल्न पाइँदैन। हामी हाम्रो हिस्साको, हाम्रो तर्फको कामको जिम्मा लिन्छौँ। अब आदरणीय साथीहरू, अन्त्यमा बारम्बार सिंहदरबारतिरबाट फोन आइरहेका छन्, इमेलहरू पनि आइरहेका छन्, सामाजिक सञ्जालमा आह्वानहरू पनि आइरहेका छन्, मेसेन्जरमा नमस्कार भन्दै, कहिल्यै नमस्कार भन्न नजान्नेहरूले समेत नमस्कार भन्दै मेसेन्जरभित्र समाचारहरू सन्देशहरू आइरहेका छन्। तर कान खोलेर सुन्नुहोस्, नेपाल शिक्षक महासङ्घले वार्ता कमिटी गठन पनि गरेको छैन, हामी वार्ता पनि गर्दैनौँ। तपाईँ संसदमा बसेर हामीसँग भएका विगतका सहमति सम्बोधन हुने गरी ऐन बनाइदिनुहोस्। यही माइतीकार मण्डलबाट धन्यवाद दिएर हामी विद्यालय फर्कन्छौँ। हामी लड्दै यहाँ आएका छैनौँ, लड्दै यहाँ आएका छैनौँ। नेपाल सरकार हो हामीलाई यहाँ आउन बाध्य तुल्याउने, नेपाल सरकार हो हामीलाई आन्दोलन गर्न बाध्य तुल्याउने। त्यसैले यसपटक हामी कसैलाई छोड्दैनौँ। आदरणीय साथीहरू, 10 दिन बसौँला, 20 दिन बसौँला, 1 महिना बसौँला, अब यसलाई वार्ती पार नगरिकन हामी फर्कदैनौँ। कि जितौँला कि बितौँला भनेको थिएँ मैले, अब फेरि पनि भन्छु, जितौँला अनि फेरि पनि जितौँला। म एकचोटि भन्छु साथीहरू, म जितिन्छ भन्छु, तपाईँहरू सबैले फेरि जितिन्छ जितिन्छ भन्नुहोला। जितिन्छ। धन्यवाद, नमस्कार, अभिवादन, क्रान्तिकारी अभिवादन, लाल सलाम, जय नेपाल। धन्यवाद।